हेरेका छौं। खेलाडीहरू, गाउँका खेलाडीहरू एकदमै उत्कृष्ट खेल्दै आएका छन्। विशेष गरी यो उड्रापुर र यो खजुरा गाउँपालिका क्रिकेटको क्षेत्रमा झन् पहिलेदेखि चाहिँ खेलमा अव्वल स्थान हासिल गर्ने र उड्रापुरका खेलाडीहरू म सानै हुँदाखेरि पनि नेपालगञ्जमा तपाईको रङ्गशाला र मङ्गल प्रसाद माविको मैदानमा हुँदै गर्दा खजुराको यो उड्रापुरका खेलाडीहरू रात्रिकालीन क्रिकेट खेल्न जान्थे। हामी सानै थियौँ, हामीले त्यो कुरा महसुस गरेका छौँ र नेपालगञ्जमा थुप्रै खेल हुँदै गर्दा, उड्रापुरमा थुप्रै खेल हुँदै गर्दा यस्तै खेलहरू चाहिँ रात्रिकालीन क्रिकेट प्रतियोगिता होस्, नयाँ नयाँ खेलाडीहरू उत्पादन हुन् र पुरानो खेलाडी र नयाँ खेलाडीको बिचमा सहकार्य बढोस्। यसका विभिन्न ठाउँहरूबाट खेलाडीहरू यहाँ आउन्, खेलुन्। यसले चाहिँ तपाईँको हाम्रो ठाउँको नाम पनि उचाल्ने छ भन्ने कुरा महसुस गरेका छौँ र यहाँहरूलाई जानकारी पनि दिन चाहन्छु। अबको केही दिनपछि नेपालगञ्जको विशाल चोकमा हालसम्मकै सबैभन्दा बढी ऐतिहासिक चाहिँ सर्वाधिक राशि 5 लाख बराबरको चाहिँ पुरस्कार सहितको रात्रिकालीन प्रतियोगिता सुरु हुँदैछ। अबको केही दिनपछि हामीले अफिसियली एनाउन्समेन्ट गर्नेछौँ। 5 लाख पुरस्कार सहितको राशिको चाहिँ रात्रिकालीन क्रिकेट प्रतियोगिता अबको केही दिनमै सुरु हुँदैछ। तपाईँहरू पनि त्यसमा सहभागिताको लागि जनाउन सक्नुहुन्छ। त्यसमा तपाईँहरू साथमा साथ मिलेर अगाडि बढ्नु होला भन्ने यहाँहरूलाई निवेदन पनि गर्न चाहन्छु र तपाईँ हाम्रो सहकार्यता, तपाईँ हाम्रो सम्बन्ध अझै विस्तार होस् भन्ने पनि कामना गर्न चाहन्छु। आज खानी स्पोर्ट्स क्लबले यो झन्डै मलाई लाग्छ चौथो श्रृङ्खला सम्पन्न गर्दैछ। 5औं श्रृङ्खलाका लागि तपाईँहरूको गाउँमा ठाउँमा सहयोग माग्न आउनुभयो भने तपाईँहरू निर्धक्क भएर उहाँहरूलाई सहयोग गर्नुहोला र यो ठाउँमा क्रिकेट खेल्दै गर्दा चाहिँ खेलाडीहरूको लागि हौसला बढाउनको लागि अलिकति मैदानले पनि अलिकति खेलको बेला अरू बेला त अब यहाँ हामी कृषिका लागि यो ठाउँ छँदैछ, तर खेल हुनुभन्दा अगाडि केही दिन अगाडि अलिकति व्यवस्थापन गर्यो भने चाहिँ अझै राम्रो हुन्छ भन्ने महसुस गर्न चाहन्छु र धेरै धेरै धन्यवाद वडा अध्यक्षज्यूलाई, वडा सदस्यज्यूलाई, सम्पूर्ण पालिकाको टिमलाई, खानी स्पोर्ट क्लबलाई विशेष गरी धन्यवाद र दुईटा खेलाडी मदिना युवा स्पोर्ट क्लब र भेरी रकर्स स्पोर्ट दुईजना भिड्नु भएको छ। खेल सबैको लागि हो। जो जिते पनि, भेरी रकर्स जिते पनि, मदिना युवा स्पोर्ट क्लबले जिते पनि, खेल भनेको जित भनेको खेलको हुन्छ, जित भनेको खेलाडीको हुन्छ, जित भनेको सम्पूर्ण खेल प्रेमीको हुन्छ, जित भनेको खेल जगतको हुन्छ। यसमा मैले जिते भनेर चाहिँ मैले बाँधिनु पर्ने या मैले हारे भने चाहिँ आत्तिनु पर्ने केही पनि छैन। यो खेलका लागि मेलका लागि खेल, सद्भावको लागि खेल, एक आपसमा मिल्नको लागि खेल खेलिन्छ। त्यसर्थ हामी सबै चाहिँ खेलको लागि एक ठाउँमा सबै चाहिँ जुट्न जरुरी छ भन्ने कुरा र अग्रिम दुवै टिमलाई मेरो बधाई छ, शुभकामना छ। भेरी रकर्सलाई पनि, मदिना युवा स्पोर्ट क्लबलाई। जसले जिते पनि जित भनेको सम्पूर्ण खेलको हुनेछ। आजको जित भनेको उड्रापुर, खानी स्पोर्ट्स क्लब, भेरी रकर्स सम्पूर्ण खेल जगतको हुनेछ भन्ने कुरा मैले लाग्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, अस्सलाम वालेकुम। धन्यवाद। उहाँ चाहिँ हुनुहुन्थ्यो साहिल अन्सारी, धेरै नै आफ्नो बचपनकालदेखि नै बालबालिकाको लागि एउटा डेभलप गरेका छन्, विकास गरेका छन्। अनाथ बालबालिकाहरू जुन चाहिँ घर हुँदैन, पढ्ने ठाउँ हुँदैन, उहाँहरूलाई यस्ता बालबालिकालाई उहाँले प्रमोट गर्नुहुन्छ। उहाँ हुनुहुन्थ्यो साहिल अन्सारी। हजुरलाई तहे दिलबाट धन्यवाद खानी स्पोर्ट क्लबद्वारा। चलिए दोस्तों, हम मैच आगाज होने वाला है। सभी बल्लेबाज आ चुके हैं। स्कोरर साहब कहाँ गए? स्कोरर महोदय आ जाइए। हमारे पार भी पहुंच चुके हैं। लाइव में रियाज अहमद नेपाल भी पहुंच चुके हैं। इंशाल्लाह अगले साल और बढ़ाइए। नहीं हम आवा है पूरा, चलो पूरा है।